सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 सङ्घीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गरेको छ। मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओम प्रकाश अर्यालले जानकारी दिए। उक्त विधेयक 15 माघ 2081 मा राष्ट्रिय सभामा दर्ता भएको भए पनि आलोचना र विवादको कारण अघि बढ्न सकेको थिएन। 2082 साल माघ 20 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू यस प्रकार छन्। सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 सङ्घीय संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरियो। निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिग निर्माण गर्ने गरी सिंहदरबार परिसरको गृहयोजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय गरियो। प्रवक्ता अर्यालका अनुसार बैठकले निर्माणाधीन संसद भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिग निर्माण गर्ने गरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।